दोस्रो गाई चाहिँ हाम्रो करिसाबारी हो होइन। यो चाहिँ के अरे गोलभेडा हो। यहाँ चाहिँ पहिलो धनियाँ थियो, अलिअलि छ। यो चाहिँ लाले कि के भन्ने हो, टमाटर रोपेको सबै झारले खाइसक्यो। अनि यो चाहिँ आलु रोपेको। यो चाहिँ हेर्नुहोस् है, आलु रोपेको सबै झिङ्गा के जति खालको झिङ्गाले खाएर सबै के गरिसक्यो। यहाँ छ प्याज। यो प्याज चाहिँ हामीले रोपेको झार टिप्नुपर्ने रहेछ। अनि यो चाहिँ अहिलेको धनियाँ, यो गोलभेडा। यो चाहिँ अहिले नयाँ धनियाँ, भर्खर रोपेको धनियाँ हो यो चाहिँ गाइस। झारमा छ, के गर्नु। यो धनियाँ हो। चाहिँ मेरो घर, म चाहिँ यस्तो घरको छोरी है गाइस। म चाहिँ सबै टमाटर हो। मेरो चाहिँ करेसाबारी। छ्या कस्तो नराम्रो घर चाहिँ नभनिदिनुहोस् होला कमेन्टमा। अनि मेरो घर वरिपरि चाहिँ यस्तो यस्तो छ फाटाहरू, हेर्नुहोस् गाइस। अनि मेरो कुखुराहरू चाहिँ धेरै नै छ। अनि यो चाहिँ मेरो गाउँमा चाहिँ त्यति धेरै घर छैन, त्यही भएर लास्टमा तपाईँहरूलाई मेरो घर मजाले देखाउने छु म। धेरै झार हेर्नु न, झार यो के झार भन्छ तपाईँहरूको गाउँतिर के हो यो झारको नाम हेर्नु त है, के हो यो। म चाहिँ झार टिपिरहेको छु गाइस होइन। लसुन प्याज खानु त मिठै हुन्छ, तर झार गोड्नु चाहिँ साह्रो नमिठो। हेर्नुहोस् त गाइस, एकचोटिमा यत्रो झार आउनु भनेको सानो कुरा हो त यो। अनि